जमिनदार र किसान। एक समयको कुरा हो, एउटा गाउँमा रामबहादुर नामका एक इमानदार किसान बस्थे। उनी बिहान सबेरै उठ्थे, खेतबारीमा काम गर्थे र बेलुका थाकेर आफ्ना बालबालिकासँग सानो झुपडीमा रमाउँथे। उनी सधैँ आफ्नो परिश्रममा गर्व गर्थे। उही गाउँमा गगनसिंह नामका एक धनी जमिनदार पनि थिए। उनको ठूलो महल थियो, धेरै नोकर चाकर थिए, तर उनले कहिल्यै अरूको दुःख बुझ्दैनथे। किसानहरूले आफ्नो बारीमा खटिएर अन्न फलाउँथे, तर त्यो अन्नको ठूलो भाग जमिनदारको भण्डारमा जान्थ्यो। एक वर्ष गाउँमा भयंकर खडेरी पर्यो। खेतमा पानी नपरेर बाली सुक्यो। किसानहरू भोकभोकै परे। रामबहादुरले आँसु झार्दै जमिनदारको ढोकामा गएर भने, "मालिक, यो वर्ष बाली लागेन। केही महिनाको लागि अन्नको उधारो दिनुहोस्, म अर्को वर्ष तिर्छु।" तर गगनसिंह हाँस्दै भने, "हाहा, परिश्रम नगर्नेहरू सधैँ रोइरहन्छन्, म कसरी भरोसा गर्ने?" र उनले किसानलाई खाली हात फर्काइदिए। त्यो रात गगनसिंहको घरमा आगलागी भयो। सारा गोदाम जलेर खरानी भयो। जब सबैजना आगो निभाउन दौडे, तब सबैभन्दा अघि रामबहादुर नै पुगे। उनले आफ्नै जीवन जोखिममा राखेर जमिनदारको परिवार र केही सम्पत्ति बचाए। अर्को बिहान जमिनदार लजाए। उनले किसानको हात समात्दै भने, "रामबहादुर, म धनिलो भए पनि तिमीले नै आज मलाई ठूलो धनी बनायौ, इमान र दया सिकायो।" त्यो दिनदेखि उनले किसानहरूसँग न्याय गर्न थाले। गाउँमा फेरि मेलमिलाप र माया बढ्यो।